हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ। आज चाहिँ भाइले र मैले हाम्रो पिवाई अमृतको भिडियो रियाक्सन गर्न जाँदैछौँ। भिडियो कस्तो लाग्छ हेरेर साथ दिनु होला। हाम्रो पिवाई अमृतले चाहिँ गीत छाडा भलगरहरूको रियाक्सन गर्नुभएको रहेछ, मिम्सहरू। सो त्यही भिडियोलाई हामी रियाक्सन गर्न जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। लेट्स गो। आज चाहिँ तिम्रो के भएको कति ठुलो देखेको भनेको फर्मला लाछु के गाइस देख्न सक्नुहुन्छ फर्मको कमाल। यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। 4 महिनादेखि भिडियो नहालेकाले मेरो अडियन्सलाई आएको छैन अरे गु। यत्रो महिना कहाँ मरिस भन्नुभयो होला। म मरेको छैन, म बाँचिरहेको छु। त्यसैले गाइस बीचमा त्यही जिउँदोपनको महसुस गराउँदै भिडियोलाई सुरु गर्न चाहन्छु। तर सुरु गर्नुभन्दा अगाडि यदि तपाईहरूले पार्ट 1 हेर्नु भएको छैन भने प्लिज गरे छिटो हेरिदिनु होला। गाको गाई हो गाडी पछाडिबाट। आजको एपिसोडमा यो घोषको बाँकी रहेको इच्छा गरिदिन्छु पुरा। फेरि रोस्ट हान्नु मन थिएन तर दिमाग सन्क्यो। यो सो मैले एउटा भन्न चाहे यो घोष चाहिँ अलि छाडा सन्क्यो जब मैले सुने यो कुरा। मेरो आएन यार, आँसु पनि आएन, सिगान पनि आएन, केही पनि भएन, मलाई केही भएन, चसक पनि भएन। अब अर्कोचोटि रोस्ट गर्ने बेला अलिकति स्वास्सै अलिक सिरिङ गर्ने खालको हुनु पर्यो। नभन्नु होला पिवाई अमृतले घोषलाई गर्नुसम्म गरो। साँच्चीकै यसलाई चसक्क भएको छैन भने माटिने माडर चुलेर रन्काइदिने परो। ठिक ठाउँमा ल्यायो होला भनेको त मेरो त रोस्टले, तर उल्टै यस्तो भनेकी रहेछ यो गति छाडा घोषले। हुन्छ नि यस्तो पिवाई अमृत यस्तोहरू देख्दाखेरि क्या यो रोस्ट गर्ने मान्छे देखेरै मेरो त कस्तो भइसक्यो, फिलिङ्स आइसक्यो। अर्कैले हुँदैन रे नारी र गाडीको किचकन्डी जस्तो हाँसी त हाँसे हेर्न राडीको त्यो राम्रो नि जिउस अहिले पाएको भए त नि त्यो के भन्छ के हुन्थ्यो होला नि। म किन चाहियो र तिमीलाई त कुकुर नै छ त घर्नलाई ल्याप ल्याप गए है त केटाहरूमा घर्नलाई पार पछारेर माथि चढेर ढ्याप ढ्याप। सही आफ्नो वेमा सही छ। यस्तो कति साह्रो ब्लग हाल्नुको कारण त यस्तो पो रहेछ। ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या, देखावटी चाहिँ केही पनि छैन, जे एउटै रियल देखाइदिन्छु होइन। अन गरेर बस्नु होला तपाईँहरू। अब थर्कीपनको ब्लग हेरौँ न त एकचोटि कस्तो रहेछ देखावटी अनि ड्रामा नभएको ब्लग। जाँगे च्याटेला जस्तो भइरहेछ, हिँड्दैछ मजा ल मजा। ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या, देखावटी चाहिँ केही पनि छैन। देखावटी केही पनि छैन भन्दैमा यस्तो देखाउने होइन नि त भन्न त धेरै तर फेरि भनौली कन्सर्न मेरो पछाडिको देखाएको छु र मेरो त्यो पाल त देखाएको छैन नि त। एक सेकेन्ड नेपालमा भलको लागि यस्तो यस्तो भइरहेको छ। अगाडिको देखि आँटिसक्यो। हेर गाडी आइरहेछ, दाममा उल्टो बसिरहेछ, यहाँ गाडी आइरहेछ। यस्ता छाडा ब्लग त कति छन् यसका सकिँदैन गनेर। त्यसरी फर्काएर नदेखा जाँठी फेरि छिराइदेला ड्राइभरले सुरुङ मार्ग भनेर। ओके नभनिस् त लुङ्गी भङ्ग पार्ने है आवार हो। मेरो भ्युअर्सहरूलाई मेरो सब्सक्राइबरलाई कति मजा आउँथ्यो होला नि मेरो लुङ्गी भङ्ग भएको हेर्नु नि। छिटो भङ्गा पार्देऊ रे, तिम्रो सब्सक्राइबरहरूले बसिरहेछन् हेरी हेरी। 7.2 को जस्तो रहेछ भने त तर्सेर कालले लाउने फेरि। किन दुनियाँको अगाडि बेइज्जत
छेउ बरु म कल गर्छु WhatsApp नम्बर ल्याउन अझै पनि केही बिग्रिया छैन सारा दुनियाँलाई देखाउनु पर्दैन बस मलाई देखाइदेऊ न तर होस् म नदेखाउने ल एक सेकेन्ड जिन्दगी साह्रो चलो चलो खसी के त जिन्दगीमा लाउदिन्छु निकालेर झोलामा हाल्छु नेपाली हो नि चान्स पाए के गर्छ यस्तो गर्दै हिँड्दा त थुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ लाज किन त सागर दाइको र यो घोष नेपालको यस्तो लेडी भ्लगर हो जसको भिडियोबाट छाडापन निकालिदिने हो भने लिङ्ग बिनाको छोरा मान्छे जस्तो हुन्छ यानि कि न त कुनै मिनिङ हुन्छ न त कुनै ह्युमर यहाँ गाँठो लोक्टेर किन गाँठो लोक्टाको कुन चाहिँ डगी हान्यो नभन्नु के रे कुन चाहिँ डगी हान्यो नभन्नु देख्नुभयो नि यसको भ्लगमा छाडापन बाइक अरू केही छ त मलाई विश्वास लागेन खासमा कुरो के हो जान्न चाहन्छु म त रौँ फाल्न लाँदै यो अरू केही नभएर यो भाइरल हुने न्युमा हो गाइजहरू यस्तो भाइरल हुनेमा भए पनि त यस्तो गर्नु भएन नि त गाइजहरू हो कि नै यस्तो गर्नुभयो त भलको नाममा यो चाहिँ अलिकति समाजमा अलिकति नराम्रो मेरो रौँ धेर लामो छ के जानी लाएर जन्माउनु भएको थियो फाल्नाले चट्टै बिचारीको लोक त गएछ चट्टै यस्तै भिडियो हालिस् भने कुन दिन तेरो च्यानल पनि जान्छ सट्टै यस्तो हल्लिँदो रहेछ क्या हल्लिँदो पनि रहेछ होइन अनि कस्तो रहेछ भने बोयफ्रेन्ड र गर्लफ्रेन्ड चट्ट लाएर डेटिङ आए बेला चट्ट लाएर के बोले गाइजहरू यी त नर्मल हुन् यस्ता भिडियो यसका लागि के हो र तपाईहरुले विश्वास गर्नुहुन्न होला सानैदेखि रहेछ यसको गति छाडा बेहोरा मिङ्गल भएको भए यसो जङ्गलतिर मङ्गल हान्नुहुन्थ्यो ओ माय गॉड कति सालको भिडियो यो कति लगभग सानैदेखि यस्तै रहेछ त अनि गाइजहरू घोष त यस्तै थियो सिङ्गल पर्यो अर्काको जोडी हेर्दै चित्त बुझाउँछु म सानैदेखि गरेकी रहेछ यसले जिन्दगीमा मस्ती मान्छे चाहिँ रहेछ ठ्याक्कै बोकाको पुच्छर खाकी जस्ती बोका रहेछ क्या त्यो बोकाको छेउमा त म जाँदिनँ मलाई पनि फेरि बाख्रा सम्झेर बाख्रा सम्झेर आयो भने के हुन्छ ए यता हेर त यो के झुन्ना छ यसले सुनका डल्ला गाइज यसको भिडियो हेरेर मेरो सासै रोक्यो आउ त कोही सिपेर मार्फत सास्दिन हँसाउन खोजेको होला यसले यत्रा नि हाँस्दिन यो घोष नेपाली समाजको यस्तो अल्गोरिदम हो जसलाई कसरी भ्युज ल्याउन पर्छ भन्ने भरपुर आइडिया छ र त्यही भ्युज र पैसाको चक्करमा यस्तो यस्तो कन्टेन्ट हाल्छ कि जुन कन्टेन्ट हेर्न अझै नेपाली समाज तयार छैन यसलाई टिल पार्छु अनि के गर्छु अहिले हेर्नु होला 5 minutes later नहाँगा चाहिँ छुन पनि लाज लाग्दो रहेछ हाँगिसकेपछि चाहिँ जता छोयो पनि हुन्छ मजाले झुपाइतेसँग नगर फेरि मर्ले एचआइभी सरेर किन यस्तो छट्टेको हो र तिमी भन्देऊ त चुरमा परेर लेजेन्डले खाने हुक्का होइन भिडियो के तपाईहरुलाई थाहा छ यो घोषले कसरी खिच्छ भिडियो ए यता हेर त नेपाल हो सबैको साझा चौतारी कसरी चाहिँ जन्मिन्छन् हो यस्ता अवतारी म मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको ए घोष अब त अति भयो कहिले सुध्रिन्छस् तयार तेरो बेहोरा हेर्दा त बाबामा झगडा गर्दा गर्दै जन्मिनु जस्तो छ यार यस्तो गर्दै हिँड्दा त अलिकति भयो नि लाग्न पर्ने हो शरम यो घोषले खानेकुरालाई यसरी अब्जेक्टिफाई गर्छ कि त्यसको त कुरै नगरौँ यो चाहिँ याद आउँदै होला नि होइन केटी हो यो कस्तो तपाईँको यस्ताहरूले गर्दा आज खानेकुरा खाँदा नि सोच्नु पर्ने दिन आछ होइन किन यस्तो गर्छ यसले कसैले भन्देऊ त खासमा यसलाई के भएको छ मलाई के भएको छ थाहा छ छेरपाटी लागेछ मर्छन् अरे मान्छे अत्याधिक छेरेर मुतेको त देखाइ थिइस् अब हगेको पनि देखा बसिरहेछौँ हामी हेरेर मिल्ने भयो म हगेर नि देखाइदिन्थेँ अब हगेर देखाउन नमिल्ने थाकिसके म अब यसको रोस्ट हान्दा हान्दा हगेको देखाउन नमिल्ने भए बनाइदेऊ न त रसमा काण्डा बारीमा साग छ पकाए पाक्छ घरिघरि किन कुन्ने मलाई त यो
फुस्के जस्तो लाग्छ। मुड नगएको थिएँ क्या म उभिएरै दिएँ तिमीले देखो झाले रुमाल हाँसु पुस्ता रुजो भ्लगभरि मुद्दै नहिट जाठी लगाइदिउँला फेरि बुझो। ए यता हेर त इ तपाईँहरूलाई यो एपिसोड कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हामी छिटै भेट हुनेछौँ अर्को नयाँ एपिसोडमा। त्यतिखेरसम्म सावधान रहनु, सतर्क रहनुहोस्। अनि यो भिडियोबाट तपाईँहरूले के कुरा सिक्नु भयो त? नहाँदा चाहिँ छुन पनि लाज लाग्दो रहेछ। हानिसकेपछि चाहिँ जता छोइ पनि हुन्छ म अनि गाइस जानुभन्दा अगाडि चाहिँ मैले रोस्ट गरेका व्यक्तिहरूलाई फेरि पनि भन्दैछु कसैलाई पनि गएर हेट नगरिदिनु होला। अनि यो मेरो भिडियो चाहिँ फाइनल पार्ट हो। गर्मी एकदमै बढिरहेको छ, तपाईँहरूले पानी पनि मजाले खानु होला। तपाईँहरूलाई यो भिडियो कस्तो लागेको नि पार्ट 1 र पार्ट 2 को कम्पेयर नगरिदिनु होला। मैले जस्तो हुन्छ लिमिटेड रिसोर्समा मेहनत गरेर बनाएको हो होइन होला। अब धेरै के भनिदिउँ, अब केही यसको बारेमा केही भन्न पनि त्यो छैन गाइजहरू। यस्तो छाडा घोस्टहरू युट्युबरहरूले गर्दा चाहिँ अलिकति समाजमा अलिकति नराम्रो भएको छ गाइजहरू। र जस्तालाई तस्तै भनेको चाहिँ पिआई अमरेलले गरेको छ। थ्याङ्क यू फर वाचिङ। सी नेक्स्ट भिडियो।